नमस्कार साथीहरू। आज म परदेशमा बसेर चन्द्रगिरी मेट्रो न्युज हेर्दै गर्दा हिजो असार 5 गते चन्द्रगिरी नगरपालिकाको नेतृत्वमा बाडोल्ज्याङ नागढुङ्गा चोकदेखि झ्याप्ले खोलासम्मको घुम्तीहरू छेउछाउमा सार्वजनिक जग्गा अतिक्रमण गरेर राखेका घुम्तीहरू हटाउने काम चन्द्रगिरी नगरपालिका नगर प्रमुखको नेतृत्वमा भएको रहेछ। राम्रो कामको सुरुवात गर्नुभएछ। चन्द्रगिरी नगरपालिकालाई धेरै धेरै धन्यवाद। तर मेरो क्वेसन, म चन्द्रगिरी नगरपालिकाको नागरिकको हैसियतले, त्यो पनि चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 को स्थानीय बासिन्दाको हैसियतले स्थानीय सरकारसँग मेरो क्वेसन, कृपया चन्द्रगिरी मेट्रो, चोडीपुर न्युज र हाम्रो भेगमा कति पनि न्युज च्यानलहरू हुनुहुन्छ, उहाँहरूले कभर गरिदिनु होला। मेरो क्वेसन चन्द्रगिरी नगरपालिका मेयर, मेरो क्वेसन चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 का हाम्रा जनप्रतिनिधिहरूलाई। मेरो क्वेसन नम्बर 1, चन्द्रगिरी नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर व्यवसाय गर्दै आएका सबै व्यवसायीहरूको व्यवसाय बन्द गर्नु उचित छ? व्यवसाय बन्द गरिसकेपछि त्यो व्यवसायीको आर्थिक अवस्था र घरमा पर्ने समस्या र हरेक दैनिक जीवनयापनमा पर्ने समस्याको जिम्मेवारी कसले लिने? त्यहाँ भएका व्यवसायीहरू सबै सम्पन्न छैनन्। त्यही व्यवसायले आफ्नो जीविकोपार्जन गर्ने व्यक्तित्वको जिम्मा कसले लिने? चन्द्रगिरी नगरपालिकाले सार्वजनिक स्थानमा भएको व्यवसायहरू उठाउँदैमा चन्द्रगिरी नगरपालिका हराभरा हुने हो? तपाईहरूले चन्द्रगिरी नगरपालिकाले व्यवसाय गरिरहेका सार्वजनिक सम्पत्तिमा व्यवसाय बिजनेस गरिरहेकाहरूका टहरा उठाउने हो भने चन्द्रगिरी नगरपालिकाले चन्द्रगिरी हिल्सबाट स्टार्ट गरोस्। चन्द्रगिरी हिल्सले वडा र सरकारसँग समन्वय गरेर पावर र पैसा हुनेले जे पनि गर्दा हुने चन्द्रगिरी नगरपालिकाको स्थानीय बासिन्दा आफ्नो दैनिक जीवनयापनको लागि एउटा सानो बिजनेस टहरा खडा गरेर काम गर्दाखेरि त्यसले चाहिँ चन्द्रगिरी नगरपालिकालाई के असर पर्यो र चन्द्रगिरी नगरपालिकामा के विकृति ल्यायो त्यसले? हजुरहरू प्रतिनिधि हो, हाम्रो भोटले हजुरलाई मेयर र वडाका जनप्रतिनिधिलाई जनप्रतिनिधि बनाएको हो। हजुरहरूले जनताको पीर मर्का बुझ्न सक्नु हुँदैन भने त्यो जनप्रतिनिधिको कुनै अर्थ छैन र अबका दिनमा भोट हजुर तपाईँ भनेर माग्न आउनुको पनि कुनै औचित्य छैन। सार्वजनिक जग्गा हडपेर उहाँहरूले त्यसमा अवैध काम गरेका छैनन्। उहाँहरूले आफ्नो घर परिवार चलाउन र बच्चालाई राम्रो स्कुलमा पढाउनको लागि गरिरहनु भएको छ। म्याक्सिमम एराउन्ड 40 देखि 50 परिवार हजुरहरूको यो निर्णयले पीडित भएका छन् र 40 देखि 50 घरका परिवार एराउन्ड 250 देखि 300 जना यसले प्रत्यक्ष असर पारेको छ। यसको जिम्मा कसले दिने? 2 कार्यकाल मेयर चलाउँदै हुनुहुन्छ चन्द्रगिरी नगरपालिकाका मेयर। आजसम्म चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 का कतिजना व्यक्तिलाई तपाईँले स्थानीय स्तरमा रोजगारी दिनुभयो? रोजगारी वडा नम्बर 2 चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 मा रोजगारी सिर्जना गर्नको लागि हजुरले के गर्नुभयो? मैले यो सार्वजनिक जग्गामा भएका अतिक्रमण गरेका टहरा घरहरू भत्काउनु हुँदैन, उठाउनु हुँदैन भन्न खोजेको होइन। मैले सार्वजनिक जग्गा अतिक्रमण गरेका टहरा बनाएर बसेकाहरूलाई नगरपालिकाले कसरी त्यसलाई चाहिँ समन्वय गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा इम्पोर्टेन्ट हो। नगरपालिकाले सामुदायिक बजार बनाउनको अवधारणा पनि लिएर आउन सक्छ। नगरपालिकाले चाहेको खण्डमा सामुदायिक बजारको अवधारणा लिएर आउन सक्छ। हरेक नागढुङ्गादेखि झ्याप्ले खोलासम्म ठाउँ ठाउँमा 5-10 वटा स्टल बनाएर त्यसलाई चाहिँ चन्द्रगिरी नगरपालिका वडासँग समन्वय गराएर मन्थली रेन्ट लिने हो कि के गर्ने हो त्यो अनुसार जान सकिन्छ। कम्युनिटी मार्केट, चन्द्रगिरी कम्युनिटी मार्केट। किन यो मार्केट? त्यही हाइवेमा जरुरत। किनकि त्यो मार्केटमा चन्द्रगिरी नगरपालिकाको वडा नम्बर 2 को त्यो वे भनेको काठमाडौँ भित्रिने र बाहिरिने नट ओन्ली चन्द्रगिरीका मान्छे मात्र, देशभरिका मान्छेहरूको बाटो। देशभरिका मान्छेहरूले चन्द्रगिरी नगरपालिकामा भएको तपाईँहरूले हामीले बनाएका स्टलहरूमा चन्द्रगिरी नगरपालिकाका हरेक पसलमा 5-5 प्रोडक्ट राख्नलाई सिफारिस गर्नुहोस्। तिनीहरूलाई त्यो एरियामा क्लिनिङ गर्नलाई गर्नुहोस्। हामी जनतासँगको माझमा बसेर जनताको दुःख पीडा बुझेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। हामी भन्नाले जनप्रतिनिधिहरू, हजुरहरूको यो निर्णयदेखि म लगायत सम्पूर्ण पीडित व्यक्तिहरूको गुनासो छ। कृपया हजुरहरूले सार्वजनिक जग्गामा कसैले एग्रिमेन्ट गरेर पैसा र पावरको भरमा बिजनेस गर्न सक्छ भने यो गरिबको झुपडी यसरी नउठाइदिनुहोस्। कृपया चन्द्रगिरी नगरपालिकाले चन्द्रगिरी हिल्स भत्काइदिनुहोस्। ठुला बिजनेसम्यानहरूको बिजनेसहरू पनि यस्तै सार्वजनिक स्थलमै बनेका छन् होला, त्यता पनि ध्यान लगाइदिनुहोस्। गरिबले त आफ्नो परिवार पाल्न, आफ्नो बच्चालाई राम्रो एजुकेसन दिन, आधारभूत आवश्यकता पुरा गर्नलाई मात्र गरेको छ। त्यसबाट कुनै बिजनेस व्यवसाय गरेका छैन। कृपया यो कुरा ध्यान दिनु होला, राम्रोसँग बुझिदिनु होला। अनि अब अर्को के भन्नु भन्दा चन्द्रगिरी नगरपालिकाले
बाडभन्ज्याङबाट काम सुरु गर्यो, ठिक छ। चन्द्रगिरी नगरपालिकाले फुटपाथहरू बाडभन्ज्याङ नागढुङ्गा टु चिसापानी जाने फुटपाथ अब बनाउला नि त चन्द्रगिरी नगरपालिकाले, किनकि चिसापानीदेखि नागढुङ्गासम्म आउनलाई त्यो रोडमा हिँडेर आउने बटुवालाई कति पीडा छ र कति प्रेसर छ। अनि यो प्रोजेक्ट यो चन्द्रगिरी नगरपालिका रोडको काम गर्दाखेरि चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 का बासिन्दा साबिक बाडभन्ज्याङ गाविस वडा नम्बर 4 र 5 का बासिन्दाले उठाएका कुराहरूको प्रति पनि ध्यान जाओस्। हरेक चन्द्रगिरी नगरपालिका वडा नम्बर 2 लाई चाहिँ हरेक कुरामा चाहिँ पछाडि पारिएको छ। नगरदेखि हरेक कुरा वडाका जनप्रतिनिधिहरूले पनि यो कुरा उठाउन सक्नु भएन, त्यसको पनि ध्यान आकर्षण गर्न चाहन्छु। कृपया प्लिज हेर्नु होला, यो मेरा कुरालाई अन्यथा नमान्नु होला।